दर्शकवृन्द नमस्ते। तपाईलाई थाहै छ सकिगोनी बन्द भएको केही समय बित्न नपाउँदै यति बेला जुठी सिरियलको पनि प्रसारण रोकिएको छ। जुठी सिरियल भाग 2 हप्तादेखि लगातार प्रसारण भएको छैन। भाग 49 र त्यसैगरी 200 भाग प्रसारण भएको छैन। यसको आधिकारिक रूपमा कुनै पनि धारणा भने निकालेका छैनन्। दर्शकवृन्द, कलाकार राजु पौडेल, राजु मास्टर र मरिसमान श्रेष्ठ, बल्छी ध्रुवेले संयुक्त रूपमा लेखन निर्देशन गर्दै आएको सिरियल हो जुठी। र जुठी सिरियल छुवाछुतको विरुद्ध बनाइएको टेलिश्रृङ्खला जुठी दर्शकले धेरै मन पनि पराइरहेका छन्। यद्यपि यसको श्रृङ्खला भने रोकिएको कारण कतै फेरि जुठी सिरियल बन्द भएको त होइन भनेर पनि धेरै दर्शक महानुभावले पनि कमेन्टमा प्रश्न गरिरहनु भएको छ। दर्शकवृन्द, यद्यपि राजु मास्टर र त्यसै गरी बल्छी ध्रुवेले यसको कुनै पनि आधिकारिक रूपमा के हो भनेर बताएका छैनन्। कलाकार रामबाबु रेग्मीले एउटा दर्शकलाई टिकटक लाइभमा बस्ने क्रममा चाहिँ एउटा दर्शकले चाहिँ किन प्रसारण भएन जुठी भनेर प्रश्न गर्ने क्रममा चाहिँ जुठीको सिरियलको स्टक सकिएको र नयाँ भाग सुटिङ नभएको कारण यति बेला प्रसारण रोकिएको भनेर पनि कलाकार रामबाबु रेग्मीले बताएका छन्। यद्यपि हामी के बुझ्न सकिन्छ यी कुराहरूबाट भन्दाखेरिमा चाहिँ जुठी सिरियलको टिम एकदमै ठुलो छ र सँगसँगै जुठी सिरियलको सुटिङ पनि लमजुङ जिल्लामा हुने भएकाले हप्तै पछि गएर सुटिङ गर्न सम्भव नभएको कारणले पनि जुठी सिरियलले एकचोटि सुटिङ गर्दाखेरिमा लगभग 8 देखि 7-8 भागसम्म चाहिँ सुटिङ गरेर चाहिँ फर्किन्छ र एडिटिङबाट चाहिँ एडिटिङ गरिसकेपछि क्रमशः त्यो स्टकहरू राख्दै प्रसारण गर्छ र केही स्टक भइन लाग्ने बित्तिकै फेरि सुटिङ गर्छ। हामी यो बुझ्न सकिन्छ कि यो अहिलेसम्म पनि सुटिङ नभएको कारण अहिले करिब 2-3 हप्ता अझै पनि प्रसारण नहुने हो कि भन्ने कुराहरू पनि रहेको छ। हामी यसरी पनि बुझ्न सकिन्छ र जुठी सिरियलको सुटिङ लमजुङमा पनि हुने गर्छ, तपाईँलाई थाहा छ अवश्य पनि। र त्यही कारणले पनि यति बेला स्टक सकिएको कारणले पनि जुठी सिरियल प्रसारण भएको छैन भन्ने कुराहरू पनि गरिएको छ। यद्यपि राजु मास्टरले आफ्नो सिरियल सकसलाई पनि अगाडि बढाइरहनु भएको छ भने यसै गरी मरिसमान श्रेष्ठ, बल्छी ध्रुवेले आफ्नो सिरियल हल्का रमाइलोलाई पनि अगाडि बढाइरहनु भएको छ। प्रसारण रोकिएको भनेको जुठी सिरियलको हो र त्यसरी पनि हामी आशा गरौँ जुठी सिरियल चाँडै आओस् र फेरि पनि जुठी सिरियलको केही नयाँ अपडेट आउने बित्तिकै म यहाँलाई अवश्य पनि जानकारी गराउनेछु अवश्य पनि। र भिडियोलाई अन्तिम समय हेर्नुभएकोमा धन्यवाद। र हाम्रो पेज अन्तर्गत फेसबुक पेज अन्तर्गत हेर्दै हुनुहुन्छ भने हामीलाई फलो गर्नुहोला र सँगसँगै युट्युब च्यानल अन्तर्गत हेर्दै हुनुहुन्छ भने हामीलाई सब्सक्राइब पनि गर्न नबिर्सिनुहोला र भिडियोलाई लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र धेरैभन्दा धेरै माझमा यो भिडियो सेयर गर्नुहोला।